नमस्कार सबैलाई, म्याथमेटिक्समा स्वागत छ। आज हामी कक्षा 8 को बिएलई मोडल सेट 5 बाट म आजको यी सबै क्वेसनहरू चाहिँ सल्भ गर्न गइरहेको छु। सुरुदेखि अन्त्यसम्म भिडियो हेरी च्यानललाई सब्स्क्राइब र तपाईको अमूल्य कमेन्ट्स र लाइक गरिदिनु होला। अब सुरु गर्छु म प्रश्न नम्बर 1 बाट। यहाँ प्रश्न नम्बर 1 मा भनिएको छ सर्वव्यापक समूह U यति हैन का उपसमूहहरू M भनेको रुट संख्या र N भनेको यति छन्। चाहिँ हामीले दिएको कुरा भयो भने प्रश्न नम्बर 1 मा M र N खप्टिएका समूह हुन् है। M र N के समूह M र N खप्टिएका समूह हुन् भन्ने सोधेको छ। कारण सहित लेख्नु पर्ने छ। सो यहाँले हामी चाहिँ सुरुमा यहाँ 1 नम्बर लेख्छौं अनि यसको समाधान हामी लेख्छौं। यहाँले समाधानमा यहाँ दिएको कुरा के छ भन्दाखेरि चाहिँ दिएको कुरा के छ भन्दाखेरि U भनेको दिएको छ हामीलाई 1 2 3 4 5 6 7 8 9 र 10 अनि समूह M भनेको छ हामीलाई रुट संख्या। अब हामीले यो रुट संख्या लेख्दाखेरि चाहिँ यो M चाहिँ U को उपसमूह भएकोले यस भित्र पर्ने मात्रै, त्यो भनेको 2 हो 3 हो, त्यसपछि हाम्रो 5 हो र 7 हो। त्यसपछि हाम्रो समूह N भनेको यहाँ छ हाम्रो 2 4 6 8 है। यो चाहिँ मैले यहाँबाट लेखेको N भनेको यहाँ छ, रुट भनेको यहाँ छ है। रुट संख्या भनेको छ। अब यहाँ प्रश्न नम्बर 1 मा चाहिँ के सोधिएको छ भन्दा के M र N खप्टिएका समूह हुन् भनेको छ है। अब तपाईले यहाँ ध्यान दिएर हेर्नुभयो भने यहाँनिर के छ भन्दाखेरि यो 2 चाहिँ यहाँ त यो 2 र यो 2 चाहिँ यहाँ के छ त साझा छ हैन, साझा छ। त्यही भएर यो दुईटा साझा सदस्य चाहिँ M र N मा भएकोले चाहिँ समूह M र समूह N चाहिँ खप्टिएका समूह हुन् भन्ने लेख्न सक्छौं है। हामीले यहाँ A नम्बरमा हामी के लेख्न सक्छौं भन्दाखेरि चाहिँ A नम्बरमा समूह M र समूह N मा है साझा सदस्य, त्यो साझा सदस्य हुने कुन हो चाहिँ 2 हो हैन, भएकोले समूह M र N खप्टिएका चाहिँ के हुन् त समूह हुन् भन्ने, समूह हुन् भनेर लेख्नु पर्यो। अब क्वेशन नम्बर B मा चाहिँ के सोधिएको छ भन्दा तपाईले यहाँ हेर्न सक्नुहुन्छ। समूह B मा के भनेको छ क्वेशन नम्बर B भन्दा समूह M बाट बन्ने अनुपयुक्त उपसमूह भनेको छ। अनुपयुक्त भनेको चाहिँ सबै सदस्य M मा भएका सबै सदस्यलाई लिएर बनाएको जुन उपसमूह छ त्यसलाई चाहिँ उपयुक्त उपसमूह भनिन्छ। त्यसैले हामी यहाँ के लेख्न सक्छौँ भने चाहिँ समूह M बाट हैन, समूह M बाट बन्ने अनुपयुक्त है, अनुपयुक्त उपसमूह। अब यहाँ हेर्नुस् है M मा के छ त, M मा हाम्रो कति छ है 2 3 5 7 हैन। त्यसैले यही लेख्छौँ मेरो 2 3 5 र 7 है हो भनेर लेख्न सक्छौं। त्यसपछि हाम्रो समूह प्रश्न नम्बर C मा चाहिँ के सोधिएको छ तपाईले यहाँ पढ्नु होला। समूह क्वेशन नम्बर C मा समूह M र N बाट बन्ने उपयुक्त उपसमूहहरूको संख्या तुलना गर्नुहोस् भनेको छ है। अब यहाँनिर हामीले हेर्यो भने समूह M मा जम्मा हेर्नुस् त 1 2 3 4 वटा सदस्य र यसमा पनि कति छ 4 वटा सदस्य छन् हैन त। दुवैमा बराबर सदस्य भएकोले गर्दाखेरि हामी के लेख्न सक्छौं चाहिँ दुवै के त समूह M र N मा
हैन समान भन्दा पनि बराबर समान भन्दा पनि बराबर सदस्य भएकोले समूह M र समूह N बाट बन्ने उपयुक्त उप समूहहरू बराबर हुन्छन् भनेर हामी लेख्न सक्छौँ है। अब यो तुलना भनेको चाहिँ अब बराबर हुन्छ कि हैन कुन बढी कुन कम हैन अनुपात के हो भन्ने कुराहरू हो। यहाँ बराबर हुन्छन् भन्ने चाहिँ यसले के हुन्छ तुलना गर्ने कुरा गर्छ। अब हामी प्रश्न नम्बर 2 मा जान्छौँ। प्रश्न नम्बर 2 मा के सोधिएको छ त भन्दा रमेशले स्मार्टफोनको अंकित मूल्य एउटा स्मार्टफोनको अंकित मूल्य रु यति राखे 80,000 भनेपछि यहाँनिर हामी 2 मा लेख्छौँ। 2 को समाधानमा चाहिँ के लेख्छौँ त भन्दा सुरुमा यहाँ दिएको लेख्छौँ हामीले हैन। हामीलाई दिएको के छ त यहाँनिर दिएको के छ त भन्दाखेरि हामीलाई अंकित मूल्य दिएको छ हैन। अंकित मूल्य यसलाई हामीले MP ले जनाउँछौँ। यो हामीलाई दिएको छ रु 80,000 दिएको छ। अनि यसमा के भनेको छ उक्त स्मार्टफोनमा 15% छुट भनेको छ हैन। सो छुट यहाँनिर छुट भनेको D प्रतिशत चाहिँ कति दिएको छ हामीलाई 15% दिएको छ भने उसलाई 2,000 रुपैयाँ के भएको छ घाटा भयो भनेको छ। अनि यहाँनिर घाटा रकम हैन घाटा रकम चाहिँ कति छ यहाँनिर रु 2,000 रुपैयाँ उसलाई घाटा लागेको छ हैन घाटा भयो अरे। अनि अब ए नम्बरमा हामीलाई के सोधेको छ भन्दा छुट रकम निकाल्ने सूत्र हेर्नुहोस् भनेको छुट रकम भनेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो MP माइनस SP हुन्छ वा हाम्रो के पनि हुन्छ भन्दाखेरि चाहिँ छुट रकम भनेको चाहिँ के हुन्छ त एउटा यो भनेको MP को छुट भनेको D प्रतिशत हुन्छ। यो दुईटा मध्ये कुनै एउटा लेख्दा पनि हुन्छ अथवा तपाईले दुईटै पनि लेख्दा हुन्छ। अब बी नम्बरमा के भनेको छ भन्दाखेरि छुट गरेपछि यहाँ हेर्नु छुट गरेपछि स्मार्टफोनको विक्रय मूल्य पत्ता लगाउनुहोस् भन्छ। त्यो भनेको चाहिँ के हो त SP हो। SP = कति भनेको छ। अब हामीलाई थाहा छ है हामीलाई थाहा छ हैन हामीलाई के छ थाहा छ भन्दाखेरि चाहिँ SP भनेको चाहिँ के हो त भन्दा MP माइनस MP को चाहिँ के हो त D प्रतिशत हो हैन। यो सूत्र हामी सम्झौँ। अब MP हाम्रो कति दिएको छ यहाँनिर MP हामीलाई दिएको छ हामीलाई MP कति दिएको छ यहाँ प्रश्नबाट हामी लेख्न सक्छौँ। MP हामीलाई कति दिएको छ रु कति त 80,000 है 80,000 माइनस रु 80,000 गुना 15%। अब यो भनेको कति हुन्छ हाम्रो रु 80,000 जस्ताको त्यस्तै लेखेँ मैले यहाँनिर माइनस रु 80,000 गुना 15/100। अब यहाँनिर चाहिँ के भयो भन्दाखेरि चाहिँ यो दुईटा शून्य र यो दुईटा शून्य हाम्रो काटियो भनेपछि अब यसमा बाँकी हुने भने कति हो त हाम्रो रु 80,000 जस्ताको त्यस्तै माइनस रु कति भयो त यहाँ 12,000 हुन्छ यो गुणा गर्दा भनेपछि अब यहाँ कति बाँकी रह्यो रु कति बाँकी रह्यो त 68,000 बाँकी रह्यो। त्यो यहाँ प्रश्नमा के भन्छ छुट गरेपछि स्मार्टफोनको बिक्री मूल्य पत्ता लगाउनु भने चाहिँ अतः छुट के भनेको छ लागू भएपछि छुट लागू भएपछि को हैन विक्रय
मूल्य रु 68,000 रहेछ भनेर हामीले लेख्न सक्छौँ। अब त्यसै गरी है हाम्रो यहाँनिर अर्को यहाँ नम्बरले के भनेको छ भन्दाखेरि चाहिँ सी नम्बरले के भनेको छ त एकचोटि पढौँ है त क्वेसनमा। सी नम्बरले भने स्मार्टफोन बेच्दा उसलाई हुने घाटा प्रतिशत है, घाटा प्रतिशत चाहिँ के गर्नु छ निकाल्नु भनेको छ होइन। यो घाटा प्रतिशत चाहिँ के गर्नु भनेको छ निकाल्नु भनेको छ होइन। यो घाटा प्रतिशत निकाल्नु भनेको छ। अब यहाँनिर है अब हामीले यहाँनिर के गर्नु चाहिँ घाटा प्रतिशत होइन, घाटा प्रतिशत निकाल्नु भनेको छ। अब हामीलाई चाहिँ एउटा कुरा के थाहा छ भने चाहिँ यो घाटा प्रतिशत भनेको चाहिँ यो घाटा रकम होइन, घाटा रकम अपन सिपी अनि गुणा 100%। यो सूत्र हामीले चाहिँ थाहा छ हामीलाई। अब यहाँनिर चाहिँ घाटा प्रतिशत निकाल्नु त हामीलाई सिपी चाहियो होइन, सिपी त चाहियो हामीलाई। सो हामीसँग होइन, हामीसँग के छ भन्दाखेरि चाहिँ घाटा भनेको चाहिँ के हो त सिपी माइनस एसपी हो होइन, सिपी माइनस एसपी हो, जसमा चाहिँ सिपी भनेको चाहिँ के रहेछ त भन्दाखेरि चाहिँ सिपी। अब यो एसपीलाई अगाडि ल्याउँदा के हुन्छ एसपी प्लस के हुन्छ घाटा हुन्छ। अब उसको एसपी कति निकाल्यो त हामीले अघि 68,000 यहाँ होइन। एसपी तपाईँले यहाँ हेर्न सक्नुहुन्छ है, यो यहाँनिर यो एसपी हो, यो एसपी हो, यो एसपी हो। 68,000 प्लस तपाईँको उसको घाटा कति छ त 2,000 थियो होइन। त्यही भएर चाहिँ 68,000 र 2,000 जोड्दा कति हुन्छ हाम्रो रु कति हुन्छ 70,000 हुन आउँछ भनेपछि अब हामी के गर्छौँ त अब घाटा प्रतिशत भनेको के हो त हाम्रो यो घाटा रकम होइन भागा सिपी गुणा 100% गर्छौँ। अब भनेपछि यहाँनिर हेर्नुहोस् है, अब घाटा रकम त उसको त्यो 2,000 हो होइन। सिपी त हामीले कति निकाल्नु भएको है 70,000 निकाल्यौँ होइन, 70,000 अनि गुणा 100%। अब यहाँनिर तपाईँले के गर्नुहोस् भन्दा यहाँनिर जम्मा दुईवटा शून्य यहाँबाट गयो, यहाँबाट दुईवटा शून्य गयो। अब यहाँनिर एउटा शून्य दुईवटा शून्य गयो, यहाँ पनि दुईवटा शून्य गयो भनेपछि तपाईँको कति बाँकी रह्यो त भन्दाखेरि 20/7। अब यसलाई क्यालकुलेटरबाट गर्दाखेरि चाहिँ यसको एन्सर आउँछ 2.85% आउँछ। यति नै हो एन्सर है। अब त्यसपछि हामी प्रश्न नम्बर 3 तिर अगाडि बढ्छौँ। अब प्रश्न नम्बर 3 मा के सोधिएको छ भन्दा रु कति भन्दाखेरि चाहिँ 40-50 भनेको 4,050 को ब्याज 5 वर्षमा रु यति भयो होइन। भनेपछि अब हामीलाई यहाँ दिएको कुरा चाहिँ के हो त भन्दाखेरि चाहिँ 3 को समाधानमा गर्दाखेरि यहाँ दिइएको चाहिँ के छ त हामीलाई भन्दाखेरि चाहिँ यहाँ सावा चाहिँ हामीलाई पी भनेको कति दिएको छ रु 4,050 दिएको छ। अब 5 वर्षमा भनेको यो समय है, समय टी भनेको हामीलाई 5 वर्ष दिएको छ र रु यति भयो, ब्याज भयो यति भयो ब्याज होइन। सो ब्याज भनेको कति भयो त आई बराबर कति भयो हाम्रो रु 2025 भयो भनेको छ। अब हामीलाई ए नम्बरमा के सोधेको छ ब्याज दर पत्ता लगाउनुहोस् भनेको छ होइन। ब्याज दर होइन त्यो भनेको आर बराबर कति भनेर निकाल्नुहोस् भनेको छ। अब हामीलाई थाहा छ है, हामीलाई के थाहा छ भन्दा ब्याज दर भनेको आर भनेको के हो त आई गुणा 100/BT होइन। अब ब्याज भनेको उसको 2025 गुणा 100 भागा पी भनेको 4050 गुणा समय भनेको 5। अब यसलाई तपाईँले गर्नुहुन्छ भने यहाँनिर तपाईँको कति भन्दा चाहिँ 2025
2 5 अनि यता दुईटा शून्य थपियो हैन। अनि भागा कति भयो त हाम्रो यो भनेको यति गुणा गर्दा कति हुनुभयो त भन्दा तपाईँको एकछिन क्यालकुलेटरमा निकालिहाल्छ। यसलाई क्यालकुलेटरमा निकाल्दा तपाईँको कति हुन आउँछ भन्दा 2 0 एकछिन है त यहाँ सानो गडबडी भयो 2 0 2 5 0 हुन आउँछ। अब यो भनेको कति हो त मैले चाहिँ यसले भाग गर्दाखेरि 10% हुन आउँछ। यति नै ब्याज दर हो। अब त्यसपछि हामीलाई प्रश्न नम्बर सीले चाहिँ यहाँ के सोधेको छ त हेरौँ है। प्रश्न नम्बर सीले के सोधेको छ त ब्याज हैन ब्याज के भनेको छ ब्याजहरूको अनुपात बतलाउनु भनेको छ। अब ब्याजहरू भनेको के हो त ब्याजहरू भनेको एउटा रु कति हो त सुरुको ब्याज भनेको कति थियो त हाम्रो सुरुको ब्याज यहाँनिर हेर्न सक्नुहुन्छ। सुरुको ब्याज कति थियो हाम्रो 2025 है 2025। मैले बी नम्बर गरेको छैन है सरी र बी नम्बरको पहिले सुरुमा है त सी नम्बरको होइन सुरुमा बी नम्बरको हामी हेर्छौँ। सुरुमा बी नम्बरको हेर्छौँ। बी नम्बरको हाम्रो के छ त प्रश्न त भन्दाखेरि सोही ब्याज दरमा सोही ब्याज दर भनेको ब्याज दर आर भनेको 10% मा रु 5000 को भनेको सावा चाहिँ कति हो त हाम्रो सावा पी भनेको कति हो त रु 5000 को हैन को ब्याज 8 वर्षमा भनेको समय यहाँ कति भनेको छ त टी भनेको कति भनेको छ 8 वर्ष भनेको छ। वर्षमा कति हुन्छ भनेको छ हैन भनेको ब्याज आई भनेको कति हुन्छ भनेको छ। अब यो त हामीलाई थाहा छ है हामीलाई के थाहा छ त भन्दा आई भनेको त के हो पीटीआर भागा 100 हो। अब यहाँ पी भनेको हाम्रो 5000 गुणा समय भनेको 8 गुणा अनि आर भनेको त के हो 10 हो अनि भागा 100 हैन भागा 100। तपाईले यहाँबाट यो दुईटा शून्य यसरी तपाईले काट दिनु भयो भने तपाईको 5 8 40 यहाँबाट शून्य भयो अनि यतातिर एउटा शून्य भयो भने चाहिँ रु 4000 भयो यति नै है। अब हाम्रो यो चाहिँ बी नम्बरको है सरी यो चाहिँ बी नम्बरको। अब सी नम्बरमा हामीलाई के सोधेको छ प्रश्नले त यहाँ सी नम्बरमा हामीले के सोधेको छ त क्वेसन हेरौँ है। सी नम्बरमा के भनेको छ हामीलाई ब्याजहरूको अनुपात लगाउनु भनेको छ क्या। सो ब्याजहरू भनेको सुरुको ब्याज भनेको रु 2025 है र अर्को के त हाम्रो रु 4000 है 4000 को के भनेको छ हामीलाई अनुपात भनेको सोधेको छ। अब अनुपातमा के हुन्छ र भन्दा अगाडिको चाहिँ माथि 2025 माथि भागा कति हुन्छ हाम्रो 4000 हैन गर्दाखेरि यसलाई हामीले क्यालकुलेटरको हिसाब गर्दाखेरि यसको एन्सर आउँछ 81 भागा 160 अनि यो भनेको कति हुन्छ हाम्रो 81:160 हुन आउँछ। यो नै आन्सर है। अब हामी 4 नम्बरमा जान्छौँ। 4 नम्बरमा यहाँ के भनेको छ त यहाँ प्रश्न हेरौँ है त। 4 नम्बरले यहाँ के भनेको छ दुई संख्याहरू यति छन् है दुई संख्याहरू अनि चाहिँ यहाँ भनेको यहाँनिर के छ दुई के छ संख्याहरू भनेको छ हैन दुई संख्याहरू के छन् त हाम्रो 1 0 1 0 1 2 र अर्को छ हाम्रो 2 3 4 यहाँ 5 छ भनेको यो भनेको हाम्रो चाहिँ के हो त यो भनेको हाम्रो के हो त यो भनेको हाम्रो दियादार संख्या अनि यो हाम्रो के हो त पञ्चआधार संख्या दुईटा संख्या यहाँ दिएको छ हैन। अब प्रश्न नम्बर हैन यहाँ प्रश्न नम्बर ए ले के भनेको छ भने चाहिँ यी मध्ये कुन ठुलो छ रे
यीमध्ये कुन ठुलो। अब यसलाई यतिकै हेरेर को ठुलो भनेर त थाहा हुँदैन। त्यसैले हामीले यो दुईटै सङ्ख्यालाई है हामीले यो दुईटै सङ्ख्यालाई यो सङ्ख्या र यो सङ्ख्यालाई यी दुईटैलाई चाहिँ दशमलवमा लान्छौँ है दशमलवमा लान्छौँ। अनि दशमलवमा जुन ठुलो आउँछ त्यसको चाहिँ यो करस्पोन्डिङ नम्बर पनि के हुन्छ ठुलो हुन्छ है त। त्यसैले अब हामी यहाँ हेर्छौँ अब ए नम्बरमा अब हामीलाई थाहा छ है यो भनेको के त भने चाहिँ 1 0 1 0 1 2लाई चाहिँ दशमलवमा लाँदाखेरि के हुनुभयो भने चाहिँ 1 गुणा 2 को पावर 4 प्लस 4 किन भन्दाखेरि चाहिँ तपाईँले यहाँ हेर्नुहोस् है यो 1 छ नि योको पछाडि यहाँ चारवटा अङ्क छ होइन चारवटा डिजिट होइन चारवटा अङ्क छ त्यो 4 होइन। त्यसपछि के छ हाम्रो भन्नु त यहाँ 0 छ 0 गुणा 2 को पावर 3 त्यसै गरी 1 गुणा 2 को पावर 2 प्लस 0 गुणा 2 को पावर 1 प्लस 1 गुणा 2 को पावर 0 होइन। अब यो भनेको 2 को पावर 4 भनेको 16 गुणा 1 भनेको 16 प्लस यो 0 को यो भनेको 0ले कुनै सङ्ख्याले गर्दा 0 प्लस 2 को पावर भनेको 2 को पावर 2 भनेको तपाईँको 4 होइन 2 को पावर 2 भनेको तपाईँको 4 होइन 4 प्लस 0ले यसो गर्दाखेरि 0 2 को पावर 0 भनेको 1 1 1 1 1 एकाने 1 भनेपछि तपाईँको कति भयो त 16 4 ले 20 20 1 ले 21 भयो होइन। त्यसै गरी 2 3 4 5 लाई चाहिँ यो 2 गुणा 5 पछाडि दुईटा त्यसै 2 प्लस 3 गुणा 5 पछाडि एउटा त्यसै 4 गुणा 5 को 4 को पछाडि 0 वटा भनेपछि यो भनेको कति भयो त हाम्रो 5 को स्क्वायर 25 25 गुणा 50 प्लस 5 को पावर 1 भनेको 5 5 दिया 15 प्लस 5 को पावर 0 भनेको 5 को पावर 0 भनेको 1 1 into 4 भनेको 4 1 into 4 भनेको 4। अब यो सबैलाई जोड्दाखेरि कति हुन्छ हाम्रो 69 होइन। अब यहाँ है 69 चाहिँ के छ हाम्रो ठुलो छ के भन्दा 21 भन्दा। त्यसैले चाहिँ के भयो त हाम्रो यो 69 चाहिँ के हो त 2 3 4 5 चाहिँ यो भन्दा चाहिँ के ठुलो त 1 0 1 0 1 2 भन्दा ठुलो होइन। सो अतः हामी के लेख्छौँ भने चाहिँ 2 3 4 5 चाहिँ के हो त ठुलो छ भनेर हामी लेख्छौँ। अब हामी त्यसै गरी प्रश्न नम्बर अलिकति यता जान्छ। अब त्यसै गरी हाम्रो प्रश्न नम्बर सीमा के सोधेको छ त प्रश्न नम्बर सीमा हामीलाई के सोधिएको छ त यहाँ है त प्रश्न नम्बर सीमा यहाँ के भनेको छ भने यदि यहाँ के सोध्यो यदि 10 केजी चिनीको मूल्य रु त्योभन्दा पनि हामी सुरुमा बीमा जान्छौँ ल 2 3 4 लाई वैज्ञानिक सङ्केतमा लेख्नुहोस् भनेको छ है बी नम्बरको भनेको 2 3 4 लाई वैज्ञानिक भनेको चाहिँ 2.34 यो 2 को पछाडि दशमलव जाने हुँदा 2 को यो दशमलव पछाडि यहाँ दुईटा अङ्क गर्नको लागि चाहिँ 10 को पावर 2 हुने आउँछ यतिले एन्सर हो। अब सीमा हेर्नु है यहाँ के भनेको छ 10 केजी चिनीको मूल्य यहाँ के भनेको छ त 10 होइन केजी चिनीको मूल्य होइन 10 केजी चिनीको मूल्य होइन बराबर कति भनेको छ रु 730 भनेको छ भने अब पक्कै पनि त होइन हाम्रो के भयो त 1 केजी चिनीको मूल्य कति भयो त हाम्रो भन्दा रु 730 लाई चाहिँ हामीहरू 10 ले भाग गर्छौँ जुन भनेको कति आउँछ हाम्रो 73 एन्सर आउँछ यही नै एन्सर है। अब हामी डीमा जान्छौँ है त डीमा के भनेको छ भन्दाखेरि यहाँ यो चिन्हले चाहिँ कति जनाउँछ 1 जनाउँछ र यस्तो चिन्हले कति जनाउँछ 0 जनाउँछ अरे। यहाँ पढ्नुहोस् है क्वेसन होइन यसले चाहिँ 1 जनाउँछ अरे अनि यसले चाहिँ 0 लाई जनाउँछ भने 21 लाई दियादार सङ्ख्या पद्धतिमा जनाउन भनेको छ कुन कोठालाई रङ्ग्याउनु पर्छ भनेको छ रङ्ग्याएर देखाउनुहोस् भनेको छ। अब सुरुमा हामीले के गरौँ यहाँनिर यो जुन 21 छ हाम्रो होइन
21 छ, यो 21 लाई चाहिँ DRRसँग मिलाउनु पर्यो हैन। सो हामीले के गर्नु पर्यो यहाँनेरि 21 लाई है 21 लाई हैन दी आधार संख्यामा बदल्दा बदल्दा के हुनु भयो भनेपछि यो 21 लाई चाहिँ 2 ले भाग गरौँ, 2 का नै 2 0 जाँदैन, शेष आयो 1, 2 ले 2 5 10 शेष आयो 0, त्यसैले 2 ले 2 दुना 4 शेष आयो 1, 2 एका नै 2 शेष आयो 0, अनि 2 ले 1 ले जाँदैन 0, यो 1 चाहिँ यहाँ लेखिदिन्छौँ, तलबाट माथि यसरी लेखिदिन्छौँ भनेपछि त्यसैले 21 भनेको के हो त 10101 है। सो अतः अब हाम्रो यहाँ कोठा चाहिँ के दिएको छ त तपाईले यहाँ हेर्नुस् त, यो कोठामा के दिएको छ हाम्रो, यो कोठामा के दिएको छ हाम्रो, त्यसलाई रङ्गाइदिनु पर्ने हो है। कोठामा हाम्रो यति दिएको छ नि त यो है, यसलाई चाहिँ हामीले के गरिदिने हो त रङ्गाइदिने हो। अब यहाँ हामीले रङ्गाइदिने हो, यो जुन छ हाम्रो यसमा चाहिँ रङ्गाइदिने। कसरी रङ्गाउने भन्दाखेरि चाहिँ सबभन्दा अगाडि कति छ यहाँ 2 लेख्नु बिर्सेछु है मैले, के छ त सुरुमा 1 ले के जनाउँछ डार्क हैन, यस्तो जनाइदिने हो। त्यसपछि हाम्रो 0 ले के जनाउँछ खाली, फेरि 1 ले के जनाउँछ यसरी भरिएको, त्यसपछि फेरि के छ हाम्रो 0 भनेको खाली, 1 भनेको यसरी। सो यसरी हामी देखाउन सक्छौँ। यो चाहिँ मैले यहाँबाट कपी गरेँ, तपाईले चाहिँ आफै बनाएर पनि गर्न सक्नुहुन्छ है। आफै बनाएर यस्तो बनाउनुस्, अलिक लामो बनाउनुस् हैन, यसरी बनाउनुस्। 5 वटा छ, 5 बनाउनुस्। सुरुको तपाईले यसरी रङ्ग्याउनुस्, एउटा खाली, फेरि रङ्ग्याउनुस् खाली, अनि फेरि रङ्ग्याउनुस्। हो तपाईले यति नै गरे पुग्छ। अब हामीले कति नम्बरको सक्यौँ, यो क्वेसन नम्बर कतिको सक्यौँ हामीले 4 को सक्यौँ हैन। अब 5 मा जान्छ हाम्रो, र क्वेसन नम्बर 5 मा थाहा भएन है त। क्वेसन नम्बर 5 ले के भन्छ त यहाँ 5 को समाधान। क्वेसन नम्बर 5 ले यहाँ दिएको के छ त है त, दिएको कुराहरू हामीले अलिक सर्टकटमा लेख्छौँ। यहाँ क्वेसनले के भनेको छ भन्दा यहाँ ध्यान दिएर पढ्नु होला। मनिषासँग चित्रमा देखाए जस्तै समानान्तर आकारको जग्गा छ, समानान्तर आकारको है, समानान्तर चतुर्भुज आकारको जग्गा छ। यो चाहिँ हाम्रो यो जुन छ नि, यो चाहिँ हाम्रो के भयो रे समानान्तर आकारको चाहिँ के भयो त, यो समानान्तर चतुर्भुज आकारको जग्गा छ। अनि उनको जग्गाको केन्द्रमा वृत्तकार पोखरी छ है, यहाँ वृत्तकार पोखरी छ अरे हैन। अनि पोखरीको अर्धव्यास भनेको छ मिटर, 14 मिटर छ भने यो कुरालाई यहाँ भनेको छ। यहाँ के छ भन्दाखेरि चाहिँ वृत्तकार हैन, वृत्तकार पोखरीको अर्धव्यास, यसलाई हामीले R ले जनाउँछौँ भने यो 14 मिटर रहेको छ हैन, 14 मिटर रहेको छ। त्यसपछि अरू विवरण हामीले सार्नु पर्दैन, हामीले चित्रबाट हामी लेख्छौँ है। त्यही भएर यहाँ प्रश्न नम्बर A मा के सोधेको छ भने वृत्तको क्षेत्रफल गणना गर्ने सूत्र लेख्नुहोस्। अब वृत्तको हैन, वृत्तको क्षेत्रफल एकछिन, क्षेत्रफल A बराबर पाई R स्क्वायर लेख्नुहोस्। यसको चाहिँ अब अर्धव्यासमा मात्रै तपाईले लेख्न सक्नुहुन्छ, तपाईलाई यदि व्यासको थाहा छ भने त्यो पनि लेख्न सक्नुहुन्छ, कुनै एउटा लेख्दाखेरि पुगिहाल्छ है। अब B मा जान्छ हामीहरू ल। के भनेको छ वृत्तकार पोखरीको क्षेत्रफल गणना गर्नुहोस् भनेको छ हैन। अब यहाँ हामी लेखिसक्यौँ हैन, वृत्ताकार है पोखरीको क्षेत्रफल, वृत्तकार पोखरीको क्षेत्रफल, यसलाई हामीहरू A1 भनौँ हैन। यो भनेको पाई R स्क्वायर थाहै नै भयो तपाईलाई। अब यसमा पाई भनेको 22 का मुनि 7 गुणा, अब R भनेको 14, त्यो स्क्वायर भएले चाहिँ 14 गुणा 14 लेखिदिनु होला। अब यो भनेको तपाईले 7 एकाने 7, यता 7 एकाने 7, 7 दुना 14, माथि तपाईले गुणा गर्नु क्याल्कुलेटरले, यसको एन्सर हुन्छ 616 मिटर स्क्वायर। अब C मा हेर्नुहोस् है, हामी C मा के भन्छ त प्रश्नले, वृत्तकार पोखरी बाहेक है, वृत्तकार पोखरी बाहेक, यहाँ के भन्छ वृत्तकार पोखरी बाहेक हैन
बाँकी जग्गाको क्षेत्रफल हुन्छ हैन। बाँकी जग्गाको भनेको अब हामीले यहाँ के गरौँ त समानान्तर चतुर्भुजको के गरौँ त यो सच हैन आकारको सच आकारको के भनेको थियो हामीले प्रश्नमा पहिला सच आकारको के भनेको थियो हामीलाई जग्गा हैन सच आकारको जग्गाको के गर्नु हामीले क्षेत्रफल निकाल्नु है क्षेत्रफल त्यो भनेको हामीले यसलाई A2 मान्यो भने यो भनेको के हो त आधार गुणा उचाइ है। अब यो चाहिँ तपाईँले चित्रबाट हेरेर लेख्नुला आधार भनेको कति छ हाम्रो यो चित्रमा आधार कति छ 130 छ हेर्नु है मैले यसलाई ल्याएँ तपाईँले यहाँ ध्यान दिएर हेर्नु होला अलरेडी माथिको तपाईँले हेरिसक्नु भएको छ त्यही भएर त्यो झिकझाक हुन्छ अलिक मिलाएर हेर्नु होला है। यहाँनिर यसलाई यहाँ ल्याउँ सानो बनाइदिन्छु म सानो बनाइदिन्छु। अब यो चित्रमा हेर्नुहोस् है तपाईँको के छ त आधार 130 छ गुणा उचाइ कति छ 100 छ भनेपछि तपाईँको 130 र 100 गुणा गर्दा कति हुन्छ त तपाईँको 130 अनि यहाँ दुईवटा शून्य भनेपछि तपाईँको 13,000 मिटर स्क्वायर हुन आउँछ हैन। अब त्यसै गरी अब प्रश्न नम्बर डीमा के सोधेको छ त समानान्तर अघि यहाँनिर अलिकति मैले छुटाएँ हामीलाई सोधेको के त भन्दाखेरि के त पोखरी बाहेक होइन अब के लेख्नु त अतः हामी के लेख्न सक्छौँ वृत्तकार हैन वृत्तकार पोखरी बाहेक हैन पोखरी बाहेक है बाँकी के त जग्गाको क्षेत्रफल त्यो भनेको हाम्रो के हुन्छ A बराबर यसमा A2 माइनस हामी A1 गरिन्छौँ है त योबाट यो घटाइन्छौँ भने चाहिँ 13,000 माइनस 616 गर्दाखेरि कति आउँछ तपाईँको 12,384 मिटर हुन आउँछ यति नै आन्सर हो। अब त्यसपछि हामी यहाँ डी नम्बरमा जान्छौँ है त डी नम्बरमा के सोधेको छ क्वेसन पढौँ है। समानान्तर चतुर्भुजको विकर्ण खिच्दा बन्ने दुईवटा त्रिभुजमध्ये एउटा त्रिभुजको क्षेत्रफल कति हुन्छ भनेको छ हैन। अब तपाईँले यहाँ के गर्नुहोस् भन्दाखेरि यो समानान्तर चतुर्भुजलाई यहाँ टक्क उतार्नुहोस् यसरी समानान्तर चतुर्भुज तपाईँले यसरी उतार्नुहोस् यहाँनिर हैन। यहाँनिर यो 130 मिटर छ अनि यहाँनिर तपाईँको यो उचाइ जुन छ हाम्रो यो उचाइ 100 मिटर छ भनेपछि यो त्रिभुजमा तपाईँले यसो यहाँनिर विकर्ण खिच्नुभयो भने हैन मानौ यो त्रिभुज एउटा के भन्यो ABC भन्ने त्रिभुज बन्यो हैन। भनेपछि अब तपाईँले के गर्नु पर्यो भन्दाखेरि चाहिँ एउटा त्रिभुजको क्षेत्रफल हैन। अब यो एउटा त्रिभुजको क्षेत्रफल भनेको चाहिँ एउटा हैन त्रिभुजको क्षेत्रफल A बराबर कति भयो त भन्दा यसको सूत्र हुन्छ आधार गुणा उचाइ है। तपाईँको आधार 1/2 आधार भनेको तपाईँको 130 उचाइ भनेको 100। अब यो भनेको तपाईँको कति हुन्छ भन्दाखेरि चाहिँ तपाईँले क्यालकुलेटरबाट गर्नुभयो भने यसको एन्सर हुन्छ 6500 मिटर स्क्वायर यति नै एन्सर है। बुझ्नुभयो। अब जाउँ हामीहरू क्वेसन नम्बर 6 मा। प्रश्न नम्बर 6को A मा जाउँ हैन हामी यहाँ समाधान गर्छौँ। अब यसमा के छ त भन्दाखेरि चाहिँ x = 3/0 + 2 भए यसको मान निकाल्नु हुन्छ। यो भनेको 3/0 भनेको 1 हो यो भनेको 2 1 + 2 भनेको 3 यति नै एन्सर है यति नै मान हो। अब B मा जाउँ हामीहरू। सो B मा के हुन्छ सरलीकरण गर्नु भनेको क्वेसन के छ हाम्रो y + 3 हल्ला गर्नु ल y² एकछिन 20 मिनट 6y + 9 अनि प्लस y - 3 अपन y² - 6y + 9। अब यहाँ हेर्नुहोस् है यसको चाहिँ के गर्नु हामी त खण्डीकरण गर्नु पर्यो तलको लागि y + 3। अब यो भनेको y को स्क्वायर प्लस 2 * y * 3 प्लस 3 को स्क्वायर गर्न मिल्छ है प्लस y - 3 अपन
वाई स्क्वायर माइनस 2 इन्टु वाई इन्टु 3 प्लस 3 को स्क्वायर गर्नु मिल्छ। भनेपछि यो भनेको वाई प्लस 3 जस्ताको त्यस्तै यो भनेको वाई प्लस 3 को यो स्क्वायर हुन आउँछ भने प्लस वाई माइनस 3 अपन यो भनेको वाई माइनस 3 को होल स्क्वायर हुन आउँछ। त्यसपछि यहाँनिर यो यहाँ बुझ्ने कुरा चाहिँ यो पुरै र यो स्क्वायर चाहिँ काट्यो दुईटामा यो चाहिँ काटेको छैन भने एउटा बाँकी रह्यो भनेको यो र यो काट्यो भने चाहिँ यसमा वाई माइनस 3 बाँकी रह्यो। अब हामीसँग के बाँकी रह्यो त यहाँनिर माथि 1 बाँकी रह्यो वाई प्लस 3 बाँकी रह्यो प्लस 1 बाँकी रह्यो वाई माइनस 3 बाँकी रह्यो। अब यहाँनिरबाट दुईटा मासिए तपाईँको वाई प्लस 3 अनि वाई माइनस 3 चाहिँ तपाईँको लस आयो भनेपछि यो वाई प्लस 3 यो र यो यहाँनिर बराबर भएरै बाँकी यो छ त्यसैले त्यसलाई हामीहरू यहाँनिर माथि लेखिदिन्छौँ वाई माइनस 3 बिचमा प्लस अनि यहाँनिर पनि के गर्छौँ त यो वाई माइनस 3 यहाँ वाई माइनस 3 यो दुईवटा चाहिँ हटियो भने चाहिँ यहाँ के बाँकी रह्यो वाई प्लस 3 यो चाहिँ यहाँ लेख्छौँ वाई प्लस 3। त्यसपछि यो 3 र 3 के हुन्छ काटिन्छ र वाई र वाई के बाँकी हुन्छ 2y। अब यो त हाम्रो के सूत्र जस्तो a प्लस b अनि a माइनस b। अब यो भनेको के हो त हाम्रो a स्क्वायर माइनस b स्क्वायर हो त्यसैले हामी के लेख्न सक्छौँ वाई स्क्वायर माइनस 3 को स्क्वायर यो भनेको के हो त हाम्रो 2y भागा वाई स्क्वायर माइनस वाई स्क्वायर माइनस 9 यति नै हाम्रो एन्सर। पक्कै पनि यो बुझ्नु भयो होला है। अब त्यसपछि हाम्रो के छ यहाँ यति नै हो। अब 7मा जान्छौँ। अब 7मा जान्छौँ हाम्रो 7 क्वेसन नम्बर 7 यहाँ दिएको छ हेरौँ है। क्वेसन नम्बर 7 को हामीले समाधान को जाने तपाईँहरू तिमीहरू जाँदै गर न म आइहाल्छु बाइकमा एकछिन ल यहाँ 7मा के छ हाम्रो दुईवटा 10 मिनट यहाँ दुईवटा समीकरण है दुईवटा समीकरणहरू तल दिएको छ एउटा यो दिएको छ अनि एउटा यो दिएको छ हैन भनेपछि अब यो दुईवटा समीकरणहरूलाई हामी अहिले थादिराखौँ। अब हामीले यहाँ के लेख्नु चाहिँ प्रश्न नम्बर ए मा जाउँ। यहाँ के भन्छ x को वैधुक्रम के हो हैन रेसिप्रोकल वैधुक्रम भनेको के हो जस्ट यसलाई चाहिँ उल्टाइदिने हो है हामीले जस्तै सर्टकटमा x को व्युत्क्रम 1/x हुन्छ भनेर लेखिदिने है। यसमा केही गर्नु पर्दैन। अब यदि 1/x को व्युत्क्रम सोधेको थियो भने चाहिँ हैन जस्तै यहाँनिर एउटा के छ भने 1/x को चाहिँ व्युत्क्रम चाहिँ फेरि x हुन्छ। यो कुरा चाहिँ तपाईले बुझ्नु होला है। यो कुरा चाहिँ तपाईले बुझ्नु होला। ओके अब हामी जान्छौँ क्वेसन नम्बर बी मा हैन। बी मा लेखाचित्रको प्रयोग गरी माथि दिएको समीकरण हल गर्नुहोस् भनेको छ हैन। लेखाचित्रको प्रयोग गरी माथि दिएका समीकरणको के गर्नुहोस् हल गर्नुहोस् भनेको छ। अब सबभन्दा पहिलो इक्वेसन यहाँ हैन यहाँ हामीलाई पहिलो क्वेसन के दिएको छ त 5x माइनस 2y प्लस 15 = 0 दिएको छ। अब तपाईले यसलाई यतिकै पनि यसमा x र y को मान चाहिँ लेख्न सक्नुहुन्छ हैन भने तपाईले चाहिँ यसलाई y को हैन y लाई एकतिर x लाई एकतिर अरु सबैलाई एकतिर बनाउनु होला। त्यसैले यहाँ के भयो त हाम्रो 5x प्लस 15 = 2y हुने भयो भने 5x प्लस 15 भागा 2 बराबर y हुने भयो हैन। अब तपाईले यहाँ के गर्नुस् टेबल बनाउनुस् x र y होला। एटलिस्ट तपाईले दुईटा चाहिँ मान पत्ता लगाउनु पर्ने हुन्छ हैन। अब तपाईले जस्तै यहाँ x को मान चाहिँ जस्तै -3 राख्यो भने -15 माथि प्लस 15 भनेको 0 भागा 2 भनेको 0 हुन आउँछ हैन। त्यसैगरी यदि माइनस तपाईले 2 राख्नु भयो हैन -2 राख्नु भयो भने तपाईको -2 नराख्नु होला। कति हुन्छ भन्दाखेरि तपाईले -2 नै राख्नु भयो भने कति हुन्छ त भन्दा यहाँ 10 हुन्छ हैन। 10 हुन्छ 10 भयो भने 15 मा 10 गुणा 5 हुन्छ। यहाँ 2 नराख्नु होला मिल्दैन है। त्यसो गर्दा
तपाईले चाहिँ अरू नै राख्नु होला, जस्तै कि -4 राख्दा के हुन्छ, -4 राख्दा पनि हुँदैन, 5 राखेर हेरौँ, 5 -5 जाँदाखेरि -25 प्लस 15 यता घटाउँदाखेरि यहाँ 0 1 10 यतातिर कति हुन्छ त -5 हुन आउँछ है। सो त्यसै गरी अब फेरि हामीसँग अर्को पनि समीकरण छ। अर्को समीकरण भनेको हाम्रो कति छ त 3y - 4x 3y - 4x - 12 = 0 है। यही छ भनेपछि यसलाई हामीले 3y = 4x - 12 गर्नुभयो र y भनेको चाहिँ 4x - 12/3 लेख्न सक्नुहुन्छ हैन। अब त्यसपछि के गर्नुहोस् भन्दाखेरि यसमा पनि फेरि x र y को मानहरू पत्ता लगाउनुहोस्, एटलिस्ट दुईटा हैन। जस्तै x को मान चाहिँ 0 भयो भने 4 0 जा 0 -12/3 हुन्छ भनेको -12/4 गर्दाखेरि 3 गर्दाखेरि -4 आउँछ हैन, -4 हैन। 0 राख्यो भने तपाईको कति आउँछ -4। यहाँनिर कति हुन्छ तपाईको -4 आउँछ। तर यहाँ एउटा कुरा मिस्टेक गरेको छ, यो माइनस यता जाँदा प्लस हुन्छ हैन। त्यसैले प्लस यहाँ प्लस भनेपछि यहाँ प्लस है, यो प्लस यहाँ प्लस हो, यहाँ चाहिँ प्लस भनेपछि 4 हुन आउँछ ल, सरी यहाँ 4 हुन आउँछ। अब त्यसै गरी यदि x को मान चाहिँ -3 राख्नु भयो भने -12 + 12 भनेको 0 0/3 भनेको 0 हुन आउँछ है। यो कुरा तपाईँ बुझ्नुहुन्छ। अब यहाँनिर यो जुन बिन्दुहरू आयो नि हाम्रो, यो बिन्दुहरू, एउटा यो बिन्दुहरू आयो अनि यहाँनिर एउटा बिन्दु आएर x र y को जुन मानहरू भनेको एउटा बिन्दु बन्छ र यो बिन्दुहरूलाई तपाईँले के गर्नु पर्यो भन्दाखेरि ग्राफमा देखाउनु पर्यो हैन। सो माथिका बिन्दुहरूलाई हैन, माथिका बिन्दुहरूलाई तपाईँले केमा देखाउनु पर्यो, ग्राफमा देखाउनु पर्यो हैन। ग्राफमा देखाउँदा है, ग्राफमा देखाउँदा के हुन्छ त भन्दाखेरि अब तपाईँले यो चाहिँ ग्राफमै देखाउनु होला हैन, ग्राफमा देखाउनु होला। तर म तपाईँलाई चाहिँ यहाँनिर एउटा ग्राफमा तपाईँलाई यहाँ देखाउँदैछु, यहाँ हेर्नु होला है। हाम्रो पहिलो समीकरण के छ हाम्रो 5x अनि -2y अनि +15 बराबर 0 छ, एउटा यस्तो आयो हैन। र दोस्रो के छ त हाम्रो 3y -4x अनि कति छ -12 है, -12 छ बराबर 0 छ भने तपाईले यहाँ हेर्नुस् त यो दुईटै ग्राफहरु हैन, यो दुईटै ग्राफहरु यो बिन्दुमा -3,0 बिन्दुमा चाहिँ के गरेको छ, काटिएको छ। तपाईले यो पोइन्ट राखेर ग्राफमा भन्नुभयो भने तपाईले यही पाउनुहुन्छ। त्यसैले तपाईले के लिनुहुन्छ भन्दाखेरि चाहिँ ग्राफबाट हैन, ग्राफबाट हैन, ग्राफबाट समीकरणहरु है, समीकरणहरु के हुन्छ भने चाहिँ -3,0 मा के हुन्छन् त काटिन्छन्, के हुन्छन् काटिन्छन्। त्यसैले x को मान चाहिँ हुन्छ हाम्रो -3 र y को मान हुन्छ हाम्रो 0। सो पक्कै पनि तपाईले यो बुझ्नु भयो होला। अब त्यसै गरी हामीहरु अब क्वेशन नम्बर 8 मा जान्छौं। ओके, र यो 8 को ए मा हामी जान्छौं समाधान। अब 8 को ए ले के भनेको छ भन्दा दिएका अभिव्यञ्जकको महत्तम समापवर्तक भनेको महत्व पत्ता लगाउन भनेको छ है। अब यो पहिलो हाम्रो यहाँनेरि पहिलो अभिव्यञ्जक पहिलो अभिव्यञ्जक हैन, हामीलाई कति दिएको छ त हाम्रो यहाँनेरि x - 5 छ। यो खण्डीकरण हुँदैन, यसलाई यतिकै राखौं। र
दोस्रो है दोस्रो अभिव्यञ्जक हाम्रो कति छ यहाँनिर x² माइनस 9x प्लस 20 छ। अब यहाँनिर हेर्नुहोस् है तपाईँहरूले के गर्नुहुन्छ यो 20 भनेको 5 चौको 20 हो 5 प्लस 4 गर्दा 9 हो हैन हो नि त्यसैले हामीले के गर्न सक्छौँ भन्दाखेरि x² माइनस 9 को ठाउँमा 5 प्लस 4 अनि x प्लस 20 लेख्न सक्छौँ। यसको अर्थ x² माइनस 5x माइनस 4x प्लस हामी 20 लेख्न सक्छौँ। अब यो x कमन आउँछ x माइनस 5 हुन्छ भने माइनस 4 अनि यहाँनिर x माइनस 5 हुन्छ। त्यसपछि हाम्रो यहाँ भनेको x माइनस 5 दुईटैमा साझा आयो x माइनस 4 यहाँ बाँकी रह्यो। अतः अब हाम्रो लस भनेको जहिले पनि के हो त साझा के हो त गुणनखण्ड हो साझा के हो त गुणनखण्ड हो। अब यहाँ साझा गुणनखण्ड भनेको x माइनस 5 साझा गुणनखण्ड भनेको के हो त हाम्रो x माइनस 5 किनभने यहाँ हेर्न सक्नुहुन्छ यो x माइनस 5 यहाँनिर पनि x माइनस 5 यो दुईटा साझा छ त्यसैले हाम्रो यो चाहिँ आन्सर हुन आयो है। अब त्यसै गरी हामीले बी नम्बरको क्वेसन हेर्छौँ है 4x² माइनस 36 बी नम्बरमा के छ त हाम्रो 4x² माइनस 36 0 छ। यसलाई के गर्छ हल गर्नुहोस् भनेको छ। यो चाहिँ के हो त हाम्रो वर्ग समीकरण है। अब यसलाई चाहिँ के लेख्नु चाहिँ 4x² इक्वल्स टु 36 हुन आउँछ भने यो x² भनेको कति हुन्छ 36 भागा 4 यो भनेको 4 एकाने 4 9 जा 36 भनेको x² भनेको 9 भयो। अब तपाईले के गर्नुहोस् भन्दा यो स्क्वायर यता हटाउँदाखेरि यता प्लस माइनस रुट अन्डर 9 राख्नुहोस्। अब रुट अन्डर 9 को प्लस माइनस 3 हो यति नै आउँछ। अब हामी 10 नम्बरमा जान्छौँ है सरी 9 नम्बरमा 9 नम्बरको समाधान सँगै दिएको चित्रमा सिधा रेखाहरू AB र CD बिन्दु O मा प्रतिच्छेदन भएका छन् हैन प्रतिच्छेदन भएका छन् भनेको चाहिँ यहाँ के भनेको छ भन्दाखेरि सिधा रेखाहरू हैन सिधा सकियो मेरो सिधा रेखाहरू AB र CD हैन बिन्दु O मा है बिन्दु O मा चाहिँ के छन् प्रतिच्छेदन भनेको काटेको प्रतिच्छेदन भएका छन् र हाम्रो EO रेखा चाहिँ यो AB रेखासँग के छ हाम्रो समान्तर छ भनेको अर्थ के हो भन्दाखेरि तपाईले यहाँ बुझ्ने कुरा के हो भन्दा यो चित्रमा हेर्नुस् है यो चित्रमा तपाईले बुझ्नुपर्ने हुन्छ यो चित्रमा तपाईले के बुझ्नुपर्ने हुन्छ भन्दाखेरि यो चित्र तपाईले चाहिँ बनाउनु पर्दैन हैन तर यहाँ चाहिँ हामीले टेक्नोलोजीको प्रयोग गरेको है टेक्नोलोजीको प्रयोग गरेको हो के हो त भन्दाखेरि यहाँ के भन्नु पर्यो भने चाहिँ यो AB रेखा एउटा हैन अनि अर्को चाहिँ के हाम्रो हेततेरिका एकछिन न जाँदै गर्न न हो न त यत्रो जना ग्याङ छ जाँदै गर्दा हुँदैन न एकछिन यो म बनाएर दिन्छु भनेको थिएँ क्या CD यो CD हुन्छ नि यो O भन्ने बिन्दुमा काटेको छ है हेर्नुभयो नि र अर्को के छ भन्दाखेरि चाहिँ यो EO भन्ने रेखा हेर्नु है यो EO भन्ने रेखा है तपाईले यहाँ हेर्नुस् है यो EO रेखा चाहिँ हाम्रो यो AB रेखासँग चाहिँ यहाँ के छ त परपेन्डिकुलर भनेको समकोण छ हैन। अब प्रश्न नम्बर A मा के भनेको छ त प्रश्न नम्बर A मा है प्रश्न नम्बर A मा के भनेको छ त पढौँ है त प्रश्न नम्बर A मा के भनेको छ दिएको चित्रबाट एउटा समकोणको नाम लिनु। समकोण भनेको त यहाँ तपाईको यो पनि यताको समकोण हैन यताको पनि समकोण दुईटा मध्ये कुनै एउटा लेख्नुस् ओके। सो यहाँ के गर्नुस् भने A नम्बरमा एउटा के लेख्नु समकोण एउटा समकोणको नाम तपाईले एंगल BOE वा तपाईले के लेख्न सक्नुहुन्छ एंगल AOE लेख्न सक्नुहुन्छ ल नाम हो भन्न सक्नुहुन्छ। अब B मा हेर्नुस् है के भन्छ
चित्रबाट x को मान पत्ता लगाउनुहोस्। यो जुन छ नि x, यो x को मान चाहिँ तपाईँले के गर्नुपर्ने पत्ता लगाउनुपर्ने है। x को मान चाहिँ के गर्नुपर्ने पत्ता लगाउनुपर्ने। अब यहाँनिर तपाईँले ध्यान दिनुभयो भने यो जुन x छ यो x अनि यो कोण, यो त समकोण हो नि त। सो यो दुईटा कोणहरू जोड्दा कति हुनुपर्छ 180 हुनुपर्छ है। कति हुनुपर्छ 180। त्यसैले हामी के गर्न सक्छौँ भन्दाखेरि यहाँ है यो x र 2x + 30 जोड्दा कति हुनुपर्छ हाम्रो 90 डिग्री हुनुपर्छ। किन भन्दाखेरि चाहिँ समपूरक हैन कोणहरू भएकोले है, समपूरक कोणहरू भएकोले यो चाहिँ इङ्ग्लिसमा चाहिँ यसलाई बिइङ कम्प्लिमेन्टेड एङ्गल भन्छ है। बिइङ कम्प्लिमेन्टरी एङ्गल भन्छ हैन। यो एउटा शब्दमा अलिकति ध्यान दिनु होला। अब यहाँ के भयो त x र 2x यो 3x भयो। यो 90 मा यता 30 घट्यो भनेपछि यो x भनेको 90 मा 30 गर्दा 60 भयो अनि यसले 3 ले भाग गरिदियो भनेपछि कति भयो त हाम्रो x को मान 20 डिग्री भयो। यति नै आन्सर है। अब c मा ल। अब c मा हामीले के सोधेको छ त अलिकति पढौँ है। c मा हामीलाई के सोधेको छ त हेरौँ। c मा हामीलाई के सोधेको छ दिएको चित्रमा y को मान कति होला भनेको छ। y को मान है, y को मान। अब यो हाम्रो चित्र यहाँ यसलाई यहाँ लगेर राखेँ, यो चित्रलाई यहाँ ल्याएँ। अब हेर्नु है y को मान। अब तपाईँले y को मान तपाईँले ध्यान दिनु भने यो पुरै कोण है, यो जुन छ हाम्रो यो पुरै कोण 180 हुन्छ। यो y र यो जोड्यो भने 180 हुन्छ। त्यसैले हामी यहाँ के लेख्न सक्छौँ यहाँ y र यो 2x + 30 लाई जोड्दाखेरि कति हुन्छ 180 हुनुपर्छ नि। किन भन्दाखेरि चाहिँ सम होइन परिपूरक हैन, परिपूरक कोण भएकोले के भएकोले परिपूरक कोण भएकोले भनेर लेख्न सकिन्छ हामीले। किनकि परिपूरक कोण भएकोले। अब यहाँनिर हेर्नुहोस् है y भनेको y नै भयो 2 × x। x त हामीले 20 डिग्री निकालिसक्यौँ बराबर 180 मा 30 डिग्री हामी घटाइदिन्छौँ। अब तपाईँको कति भयो भने चाहिँ यो y प्लस यो भनेको 40 180 मा 150 अनि y भनेको कति भयो तपाईँको 150 मा 40 घटाइदिन्छौँ। त्यसपछि तपाईँको कति भयो त यो 110 डिग्री भयो। y को मान चाहिँ कति हाम्रो 110 डिग्री भयो। यति नै हाम्रो एन्सर है। अब त्यसपछि हाम्रो क्वेसन कति छ त यो सक्यो है हाम्रो। यति नै हो नि क्वेसन एबिसी हजुर एबिसी। अब हामी जान्छौँ क्वेसन नम्बर 10 मा। ल यो 10 नम्बरको ए मा जान्छौँ। के भनेको छ एबिसिडी वर्गको रचना गर्नुहोस् भनेको छैन। सो तपाईँले यसमा के गर्नुहोस् भन्दाखेरि नि यसमा के गर्नुहोस् भन्दा सुरुमा यहाँ वर्ग कुन वर्ग एबिसिडी हैन। एबिसिडीमा यो एबी को मान छ 6.2 सेन्टिमिटर छ हैन। एउटा चाहिँ तपाईँले खेसरा हैन, खेसरा चित्र बनाउनुहोस् है। यसलाई इङ्ग्लिसमा चाहिँ रफ फिगर भनिन्छ है, रफ फिगर। वर्ग बनाइदिनुहोस् एउटा है, एउटा वर्ग बनाइदिनुहोस्। अब तपाईँले वर्ग बनाउन आयो, यो एउटा वर्ग तपाईँले ठ्याक्कै एक्ज्याक्टली नापेर बनाउनुपर्छ भने चाहिँ एबिसिडी एउटा वर्ग हो जसमा यो एबी भनेको यो सबै भुजाहरू के हुन्छन् त बराबर हुन्छन् र प्रत्येक कोणहरू के हुन्छन् हाम्रो 90 डिग्रीका हुन्छन् हैन। यो भनेको 6.2 सेन्टिमिटर भयो, 6.2 सेन्टिमिटर। अब तपाईँले रचना गर्ने बेला के गर्नुहोस् भन्दाखेरि तपाईँले सुरुमा चाहिँ एउटा रेखा लिनुहोस् है, एउटा रेखा लिनुहोस् अनि तपाईँले यहाँनिर 6 सेन्टिमिटरको चाहिँ चिन्ह लाउनुहोस्। यसलाई एबी मान्नुहोस्, यसलाई 6 सेन्टिमिटर स्केलको सहायताले है यो गर्नुहोस्। त्यसपछि तपाईँले के गर्नुहोस् भन्दाखेरि चाहिँ यो जुन हाम्रो यो ए बिन्दुमा छ नि, यो ए बिन्दुमा तपाईँले यो 90 डिग्री हुने गरी है यसलाई चाहिँ 90 डिग्री, यहाँ मेरो 90 डिग्री देखाउँदैन, यो भनेको 90 देखाउँछ। यो अलिकति अप्ठ्यारै हुन्छ हैन, तर यहाँनिर मिल्दैन यो। तर मैले तपाईँलाई बुझाउन खोजेको कुरा सायद तपाईँले बुझ्नुभयो होला। यो 90 डिग्री यहाँबाट
यहाँबाट तपाईँले यो चाहिँ कम्पासको सहायताले यो चाहिँ यसको सहायताले होइन कम्पासको सहायताले गर्नुपर्छ। तपाईँले एउटा यसरी आर्क बनाउनुहोस्, यहाँनिर काट्नुहोस् 60 120 अनि यहाँबाट कम्पासले यसरी यताबाट काट्नुभयो भने यहाँ एउटा बिन्दु आउँछ अनि यसलाई तपाईँले जोड्नुहोस्। यसरी जोडिसकेपछि हैन, यसरी जोडिसकेपछि यो 6.2 छ नि, यो जुन कम्पासको सहायताले यो दूरीलाई नाप्नुहोस् यहाँदेखि यहाँसम्मको। त्यसपछि यो दूरी जति छ तपाईँले यता काट्नु होला अनि यसरी गरेर यता पनि यसरी काट्नु होला अनि यता पनि काट्नु होला। अब यहाँ अलिकति मेरो ठाउँ चाहिँ गडबड भयो हैन, अब यहाँनिर अलिकति है त यो फ्री ह्यान्ड हुने चाहिँ यसलाई यति चाहिँ मैले यहाँ यति गरेपछि यसलाई अलिकति तल बनाइदिन्छु है, तल बनाइदिएँ। अब त्यसपछि मैले यो यहीँ राखेँ। अब यहाँ हेर्नुहोस् है, तपाईँले यो यतातिर यसरी चिन्ह लाउनु भयो, यहाँनिर तपाईँले यहाँ चिन्ह लाउनु भयो, यसलाई लामो बनाइदिएँ मैले अलिकति। अनि यताबाट तपाईँले एउटा यता चिन्ह लाउनु भयो अनि यहाँबाट तपाईँले एउटा यसो चिन्ह लाउनु भयो। अनि यो एउटा सी भन्ने हो, यो डी भन्ने हो र यसलाई यसरी जोइन गरिदिनु होला अनि यहाँबाट यहाँ जोइन गर्नु होला। एकदम बिन्दुदेखि बिन्दु जोइन गर्नु होला है, बिन्दुदेखि बिन्दु जोइन गर्नु भने काम हुँदैन। ल अत लास्टमा के गर्नुहोस् त, वर्ग ABCD को चाहिँ के भयो त रचना भयो भनेर लेखिदिनुहोस्, रचना भयो भनेर लेखिदिनुहोस्। क्वेसन नम्बर बी। क्वेसन नम्बर बीमा यहाँ के सोधेको छ भन्दा वर्ग ABCDबाट त्रिभुजहरू ABD है, यो ABD अनि BCD बनाउनुहोस् भनेको छ। हामीले यहाँ विकर्ण BDलाई जोडेर बनायौँ होइन। त्यसैले हामी यहाँ के लेख्छौँ भन्दाखेरि चाहिँ यो बी नम्बरको समाधानमा हामी यहाँ रचना चाहिँ के गर्यौँ त भन्दा BDलाई है, यो BDलाई हामीले के गर्यौँ त BDलाई जोड्दा है यहाँ दुईवटा त्रिभुजहरू बनेको छ, त्रिभुज ABD र त्रिभुज BCD बनेको छ। अनि यो दुईवटा त्रिभुजमा हैन, अब हामीले यहाँ प्रमाणित गर्नुपर्ने के छ भन्दाखेरि त्रिभुज ABD र BCD चाहिँ अनुरूप हुन्छन् भनेर यसमा प्रमाणित गर्नुपर्ने छ। यो चित्रमा तपाईँले हेर्नुभयो भने जस्तै यो AB भन्ने भुजा है यो CDसँगै बराबर हुन्छ हैन, किनभने वर्गको चाहिँ भुजाहरू के हुन्छन् त बराबर हुन्छन्। त्यसै गरी तपाईँले यो AD चाहिँ BCसँग बराबर र यो BD चाहिँ BDसँग नै बराबर भनेपछि तपाईँले यो भनेको साइड, यो भनेको पनि साइड, यो भनेको पनि साइड भनेको साइड साध्यबाट चाहिँ तपाईँले प्रुभ गर्न सक्नुहुन्छ। अब यसको लागि चाहिँ हामी के गर्छौँ भन्दा 1 नम्बरमा AB भुजा बराबर CD भुजा लेख्छौँ। यो भनेको चाहिँ भुजा साइड, किन भन्दाखेरि चाहिँ वर्गका हैन सबै भुजाहरू बराबर हुन्छन् है, बराबर हुन्छन्। अनि त्यसपछि फेरि पनि हामीले के गर्न सक्छौँ भने चाहिँ यो AD भुजा चाहिँ यो BCसँग बराबर हुन्छ। यो पनि हाम्रो भुजा हो, कारण त्यही नै हो हैन, तथ्य एक अनुसार है, तथ्य एक अनुसार हामी लेख्न सक्छौँ यहाँनिर। त्यसै गरी तेस्रो नम्बरमा हामी के गर्न सक्छौँ भन्दा यो BD भुजा चाहिँ यो BDसँग के हुन्छ त बराबर हुन्छ। यो चाहिँ हाम्रो भुजा नै भयो, त्यो चाहिँ के छ हाम्रो साझा भएकोले है, साझा भुजा भएकोले लेख्छौँ। अब यहाँ के भयो त, त्यसैले त्रिभुज ABD चाहिँ हाम्रो त्रिभुज BCDसँग चाहिँ के भयो त अनुरूप भयो। यसको कारण के त भनेको चाहिँ SSS साध्यबाट भनेर हामी लेख्न सक्छौँ। यसरी चाहिँ यो के भयो त प्रमाणित भयो। अब हामी क्वेसन नम्बर 11मा जान्छौँ है। क्वेसन नम्बर 11मा यहाँ हेर्नु होला, क्वेसन नम्बर 11 को A नम्बरमा
के सोधिएको छ पढ्नुहोस् एकछिन। यहाँ के लेखिएको छ, के सोधिएको छ भन्दा कुन चाहिँ चित्र वा अक्षरहरू सममिति र असममिति छन् अरे। सममिति भनेको चाहिँ दुवैतिर बराबर भएको हैन। जस्तै यो भीको हेर्नु त दुवैतिर के छ त सेम छ, उस्तै छ भने यो सममिति भयो। अनि तर यो एफमा चाहिँ यो जुन रेखाभन्दा माथि अर्कै तल अर्कै छ, यो चाहिँ के भयो त असममिति भयो। त्यसैले हामी यहाँ के लेख्न सक्छौँ, कुन चाहिँ भनेको छैन। सो हामी के गर्छौँ भने चाहिँ पहिलो चित्र हैन, कुन त यहाँनिर पहिलो चित्र त्यो भनेको के हो त अक्षर भी के हो त सममिति हो र दोस्रो चित्र भनेको एफ, दोस्रो चित्र त्यो भनेको अक्षर के त एफ, अक्षर एफ चाहिँ के हो त असममिति हैन, असममिति हो भनेर लेख्न सक्छौँ। अब प्रश्न नम्बर बीमा के सोधेको छ त बिन्दु एबाट हैन, यहाँ के सोधेको छ बिन्दु एबाट बिन्दु बीको हैन, यो बिन्दु बीको चाहिँ दिशा स्थिति कस्तो छ भने यो बीले चाहिँ यो हाम्रो जुन उत्तर दिशा छ यो उत्तर दिशासँग बनाएको कोण कति छ त 50 डिग्री छ हैन। त्यसैले यसलाई दिशा स्थिति गर्दा चाहिँ हामीले तीनवटा अङ्क चाहिँ हामी भएको प्रयोग गर्छौँ। यहाँ चाहिँ 50 मात्रै छ, त्यही भएर अगाडि हामी 0 हाल्दिन्छौँ। त्यही भएर के लेख्छौँ भन्दा बिन्दु एबाट बिन्दु बीको दिशा स्थिति 50 डिग्री हुन्छ भनेर लेखिदिन्छौँ। अब प्रश्न नम्बर सीमा जाउँ है हामीहरू। प्रश्न नम्बर सीमा के सोधेको छ त हामी यहाँ हेरौँ। प्रश्न नम्बर यो सीमा जाउँ त प्रश्न नम्बर सीले के भनिएको छ यहाँनिर हेरौँ है त। प्रश्न नम्बर सीले चाहिँ यहाँ के भनेको छ त भन्दा यहाँ हेरौँ है। प्रश्न नम्बर सी त्रिभुज एबीसी का शीर्ष बिन्दुहरू क्रमशः ए, बी र सी भनेको 5 3 छन् हैन। भनेपछि यहाँ के दिएको छ त हामीलाई, यहाँ त्रिभुज एबीसी का शीर्ष बिन्दुहरू के दिएको छन् हाम्रो बिन्दुहरू ए 3,1, बी 4,-2 र सी 5,3 दिएका छन् हैन। अब त्यसपछि के भन्छ यहाँनिर प्रश्नले उक्त त्रिभुजलाई उद्गम बिन्दुको वरिपरि धनात्मक 90 डिग्रीमा परिक्रमण गर्दा बन्ने प्रतिबिम्बका निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् भनेको छ। साथै सो परिक्रमणलाई रेखाचित्रमा देखाउनुहोस् भनेको छ। सो हाम्रो यो पहिलो भागमा के छ भन्दाखेरि भनेको त्रिभुज एबीसीलाई उद्गम बिन्दु भनेको के त हाम्रो 0,0 को वरिपरि धनात्मक के छ त हाम्रो धनात्मक 90 डिग्रीमा परिक्रमण गर्दा भनेर। अब हामीलाई चाहिँ के थाहा छ भने चाहिँ हामीलाई थाहा छ हामीलाई के थाहा छ भन्दा यदि p x, y छ भने यसलाई चाहिँ हामीले
उद्गम बिन्दुको वरिपरि अनि धनात्मक 90 डिग्रीले परिक्रमण गर्यो भने प्रतिबिम्बको चाहिँ निर्देशाङ्क कति हुन्छ भन्दा चाहिँ -y,x हुन आउँछ है, -y,x हुन आउँछ। अब त्यसपछि यहाँ के छ त भन्दा त्यसैले a भनेको हाम्रो छ 3,1, त्यसैले हाम्रो a ड्यास चाहिँ कति हुन्छ त -1,3 अनि b कति छ त हाम्रो 4,-2 छ, त्यसैले b ड्यास कति भयो हाम्रो 2,4। किन 2, भन्दा चाहिँ माइनस फेरि -2,4 भनेको चाहिँ के हो त हाम्रो 2,4 हो। यो चाहिँ तपाईँले बुझ्नुहुन्छ होला, यो डाइरेक्ट लेखेको। अब त्यसपछि कति त सीको हामी सीको कति छ हाम्रो 5,3 छ भनेपछि यो कति भयो हाम्रो सी ड्यास भनेको -3,5 भयो। सो अतः हैन हामीले प्रश्नले सोधेको के भन्दा चाहिँ प्रतिबिम्बका हैन निर्देशाङ्कहरू पत्ता लगाउन सकिन्छ। त्यही भएर अतः प्रतिबिम्ब त्रिभुज a ड्यास b ड्यास c ड्यासका निर्देशाङ्कहरू के हो त भनेपछि a ड्यास हाम्रो कति हो -1,3 हैन a ड्यास अनि b ड्यास भनेको कति हाम्रो 2,4 र c ड्यास कति त हाम्रो -3,5 यसरी। त्यसपछि हाम्रो प्रश्नले के सोधेको छ साथै यो परिक्रमणलाई लेखाचित्र देखाउनुहोस्। अब हामी यहाँ के गर्न चाहन्छौँ चाहिँ अब उक्त परिक्रमणलाई लेखाचित्रमा देखाउँदा तपाईँले यो देख्नु होला। अब यो चाहिँ यहाँनिर तपाईँले के गर्नुपर्ने हुन्छ यो जुन यो ए को अनि यो बी को अनि यो सी को जुन निर्देशाङ्क छ सुरुमा यो निर्देशाङ्कलाई हालेर यसलाई जोड्ने, यसको द्वारा त्रिभुज बन्छ र त्यसपछि यी बिन्दुहरूलाई पनि के गर्ने त त्यही ग्राफमा चाहिँ देखाएर चाहिँ जोड्ने अनि आकृतिहरू बन्छ। यदि गरे पुग्छ, यो चाहिँ हामीले गर्नु होला। अब हामी क्वेसन नम्बर 11 गरिसक्यौँ। अब क्वेसन नम्बर 12 मा जान्छौँ। यो चाहिँ सायद आजको अन्तिम क्वेसन जस्तो लाग्दैछ मलाई। 12 नम्बरको समाधान गर्छ हाम्रो। यहाँ प्रश्नमा के सोधेको छ भन्दा के सोधेको छ 3 सङ्ख्याहरूको मध्य 40 छ। 3 सङ्ख्याहरूको मध्य कति छ 40 छ हैन भनेपछि यहाँनिर के छ त 3 सङ्ख्याहरूको मध्यकलाई हामीले एक्स बार भनेर जनाउँछौँ। यो चाहिँ कति छ 40 छ। अनि यहाँ के भन्छ त भन्दाखेरि चाहिँ तीनैवटा सङ्ख्याहरू फरक प्राकृतिक सङ्ख्या हुन् है। प्राकृतिक सङ्ख्या भनेको चाहिँ नेचुरल नम्बर हैन हुन्। त्यसमध्ये सबैभन्दा सानो सङ्ख्या 19 हो रे। सबैभन्दा सानो सङ्ख्या चाहिँ के हो 19 हो रे। सबैभन्दा सानो सङ्ख्या भनेपछि अब यहाँ के छ सानो सङ्ख्या के छ त सानो सङ्ख्या। अब सानो सङ्ख्या चाहिँ कति छ त हाम्रो भन्नाले कति छ 19 छ भने अब ए नम्बरमा के सोधेको छ मध्यक पत्ता लगाउने सूत्र लेख्न भनेको छ हैन। सो मध्यक यसलाई मेरो एक्स बार लेख्छौँ जसको चाहिँ ए फर्मुला हुन्छ समेसन एक्स अपन एन भनेर लेख्छौँ है। अब बी नम्बरमा छ बाँकी 2 सङ्ख्याहरूमध्ये भनेको छ हेर है। यहाँ के भनेको छ बाँकी 2 सङ्ख्याहरूमध्ये। अब यहाँ त 3वटा सङ्ख्या हुन्। 3वटा सङ्ख्या सानो सङ्ख्या त 19 हो भने बाँकी जुन 2टा सङ्ख्या छ 2वटा जुन सङ्ख्या छ हैन 2टा सङ्ख्या छ ती सङ्ख्याहरूमध्ये चाहिँ
उच्चतम सम्भावित सङ्ख्या के हुनसक्छ त उच्चतम होइन उच्चतम सम्भावित सङ्ख्या चाहिँ के हुनसक्छ त होइन हाइएस्ट पोसिबल नम्बर अफ रिमेनिङ 2 नम्बर्स भनेको छ। अब यसको लागि चाहिँ हेर्नु मानौँ होइन 3 सङ्ख्याहरू होइन सानोदेखि ठुलो क्रमशः। अब सानोदेखि ठुलो भनेपछि त यहाँ मैले चाहिँ सानोदेखि ठुलो भनेको छु है सानोदेखि ठुलो। अब सानो भनेको त हाम्रो यहाँ अलरेडी क्वेसनमा भनेको छ 19 हो। त्यही भएर हामीले यहाँ के गर्नु भन्दाखेरि सानो भनेको 19 होइन अनि त्यसपछि ए र के हुन् त बी हुन् भनेर माने मैले होइन भनेपछि यहाँ होइन एन भनेको 3 भइहाल्यो 3वटा भनेपछि अब मध्यक निकाल्ने सूत्र चाहिँ के हो त भनेपछि एक्स बार यो भनेको के हो त समेसन एक्स अपन एन हो। अब मध्यक हामीलाई कति दिएको छ यहाँनिर प्रश्नमा 40 दिएको छ। 40 = समेसन एक्स भनेको हाम्रो के हो त सबैलाई जोड्ने 19 + a + b भागा जम्मा सङ्ख्या कति रहेछ 3वटा भनेपछि यो कति भयो त हाम्रो 19 + a + b = कति हुन्छ त हाम्रो 40 तिया 120 हुन्छ भने अब a + b भनेको कति हुन पाउँछ त हाम्रो 120 मा 19 हामीले घटाउनु पर्यो भने यो कति हुन आउँछ त a + b = हाम्रो हुनसक्छ हाम्रो कति हुन्छ भने चाहिँ यहाँबाट आयो 1 यहाँ 0 101 होइन। अब यहाँ मध्ये जस्तै यो दुईवटा सङ्ख्याहरू मध्ये होइन मानौँ कुनै सङ्ख्या चाहिँ 0 छ अरे क्या मानौँ कति छ 0 हुन्छ 0 हुनसक्छ कति हुनसक्छ 0 हुनसक्छ होइन 0 हुन सक्ला होइन जस्तै एउटा कुरालाई मानौँ जस्तै ए भनेको मानौँ 0 भयो भने होइन ए चाहिँ 0 भयो भने त्यो अवस्थामा के हुन्छ त b बराबर 101 हुन्छ। सो अतः हामी के गर्न सक्छौँ भन्दा के भनेको छ प्रश्नले उच्चतम सम्भावित सङ्ख्या भनेको त्यसैले के भयो त उच्चतम सम्भावित सङ्ख्या हाम्रो कति हुन सक्छ 101 हुन सक्छ भनेर हामी लेख्न सक्छौँ। सो यसरी चाहिँ हाम्रो चाहिँ यो एउटा कम्प्लिट सेटको सोल्युसन तपाईँहरू माझमा मैले यहाँ राखेको छु। कृपया अध्ययन गर्नुहोला र हाम्रो यो म्याथमेटिक्स च्यानललाई चाहिँ सब्सक्राइब गरी सक्दो सेयर पनि गर्नुहोला। आफ्नो अमूल्य कमेन्टहरू गर्नुहोला भन्दै आजको क्लास यही समाप्त हुन्छ। हस्त धन्यवाद।